भ्यवचन भनेको यहाँले सुन्नु भएको छ। भ्यवचन भनेको के हो? लयुल भनेको के हो? हायुल भनेको के हो? नयुल भनेको के हो? सयुल भनेको के हो? यस्तो युलहरूमा चाहिँ धन्यवाद छ नेपाल तामाङ घिमिरेका केन्द्रीय सदस्य खासबहादुर गोलेखान र हामी कार्यक्रमको करिब अन्त्यतिर आइसकेका छौँ। दर्शक नमस्कार। मेरो नाम विष्णुबहादुर गोलेखान र आजको कार्यक्रमका अध्यक्ष नेपाल तामाङ घिमिरे नवप्रतिबाट अध्यक्ष बाबु गर्छु र त्यसै गरेर साथी पूर्व केन्द्रीय अध्यक्ष तामाङज्यू अगाडि प्रयोग गर्दाखेरि के भन्छ? यी झ्याल भन्छ। झ्याल भनेको चाहिँ ठाउँ हुन, री भनेको चाहिँ सबैभन्दा पवित्र, सबैभन्दा अखण्डित, खण्डित गरेर कहिले एउटा मुक्त रोग हुन्छ, त्यसलाई भन्छ थर्प भनेको मुक्त, हिङ भनेको ठाउँ, थर्प। हामी बच्चाहरूलाई नयाँ सिकाएको थरो थरो, हामी कतै दुर्घटनाबाट बचाउँ, लो